मेक्लाजुङ प्रिमियर लिग, जहाँ क्रिकेटले जोड्छ समुदाय। दर्शक महानुभावहरू, पुनः स्वागत गर्न चाहन्छौँ यो क्रिकेट मैदानबाट र हामी मेक्लाजुङ प्रिमियर लिग 2082 को दोस्रो खेल लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौँ। तेस्रो संस्करणको मेक्लाजुङ प्रिमियर लिग आजबाट सुरु भएको छ र पहिलो खेलमा रवि कर्मचारी टिमलाई पराजित गर्दै कुरुम्बा अर्को चरणमा प्रवेश गरिसकेको छ भने आजको यो दोस्रो खेल लिएर हामी यहाँहरूमाझ उपस्थित भइसकेका छौँ। सप्तमी क्रिकेट टिम र याखेवा क्रिकेट टिम बीचको अबको खेल निकै नै रोमाञ्चक हुनेछ। बलका लागि तम तयार अवस्थामा हामी क्रिजमा देखिरहेका छौँ। रनरअपको तयारी गरिरहेका छन् याखेवाका जर्सी नम्बर 19 का खेलाडी। यो पहिलो बललाई सप्तमीका ब्याट्सम्यानले कसरी सामना गर्नेछन् र यो बललाई पनि छोडिदिएका छन्। निकै नै टाइट बलिङ। पहिलो बल याखेवाका लागि 13 रन जोडेको छ सप्तमी क्रिकेट टिमले भने दोस्रो ओभरको बलिङका लागि तयारी अवस्थामा देख्न सक्छौँ हामी। ब्याटिङका लागि तयारी सप्तमीका खेलाडी र यो बललाई त्यहाँ उत्कृष्ट क्याच आउट गरिदिएका छन् विकेट किपरले र पहिलो विकेट गएको छ सप्तमी क्रिकेट टिमका लागि। ओपनर ब्याट्सम्यान त्यहाँ कुनै पनि रन नजोडिकन मैदानबाट बाहिरिएका छन्। 3 ओभरको समाप्तिमा 1 विकेटको क्षतिमा 37 रन जोडेको छ सप्तमी क्रिकेट टिमले। यो उत्कृष्ट बलिङ यहाँ केही उचाइ लिएर गएको छ बलले, तर यो बललाई उत्कृष्ट क्याच गर्दै त्यहाँ दोस्रो विकेट लिन सफल भएको छ याखेवा क्रिकेट टिमले। यो बललाई पनि उत्कृष्ट खेलिदिएका छन् र 6 रन दिएका छन्। निकै नै यो ओभर भने याखेवाका लागि निकै नै घातक रह्यो। जर्सी नम्बर 31 का खेलाडीको हरेक बललाई छक्का प्रहार गर्दै उत्कृष्ट खेलिदिएका छन्। यो ओभरको 5औं बल उचाइ लिएर गएको छ बल लिएर उत्कृष्ट क्याच आउटको सम्भावना थियो त्यहाँ, तर असफल भएका छन् र यो बललाई निकै उत्कृष्ट प्रहार गर्दै सिधै टाढासम्म पुगेको छ यो बल। सम्भवतः त्यहाँ यदि यो ओभरमा कति रन जोड्नेछ सप्तमीले त्यो भने हेर्न बाँकी रहेको छ। यहाँ बलले पुनः बााउन्ड्री रेखा पार गरेसँगै 4 रन जोड्न सफल भएको छ। उत्कृष्ट प्रहार गर्दै फेरि पनि बााउन्ड्री भन्दा बाहिर उत्कृष्ट 6 रन। 5औं बल प्रहार गर्ने क्रममा जर्सी नम्बर 21 का खेलाडी कडा प्रहार गर्ने मौका खोजिरहेका थिए त्यहाँ, तर हरेक बलमा सम्हालिएर खेल्नुपर्ने हुन्छ डिजी याखेवाले। यो स्कोरलाई 20 ओभरको समाप्तिमा 5 विकेटको क्षतिमा 288 रनको विशाल योगफल खडा गरेको छ सप्तमी क्रिकेट टिमले भने। 289 रनको विशाल विजय लक्ष्य पछ्याउँदै केही बेरमा डिजी याखेवा जवाफी ब्याटिङमा आउनेछ। यो पहिलो इनिङको समाप्ति भएको छ। हामी दोस्रो इनिङको खेल लिएर केही बेरमा उपस्थित हुनेछौँ। हामीलाई हेर्दै गर्नुहोला। सम्पूर्ण दर्शक महानुभावहरूलाई हामी पुनः स्वागत गर्न चाहन्छौँ। दोस्रो इनिङको खेल लिएर हामी उपस्थित भइसकेका छौँ र यो पहिलो बल निकै नै उत्कृष्ट प्रहार गरेका थिए र यहाँ क्याच आउटको सम्भावना पनि थियो, तर हातबाट बललाई फुत्काएका छन् र यो पहिलो बलमा नै टिको यो खेल। उत्कृष्ट बलिङ र पहिलो विकेट लिन सफल भएका छन्। यहाँ ओपनर ब्याट्सम्यान डक आउट भएका छन्। कुनै पनि रन नजोडिकन पेभिलियन फर्किएका छन् ओपनर ब्याट्सम्यान। उत्कृष्ट बलिङ सप्तमी क्रिकेट टिमका बलरबाट। पुनः स्ट्राइकमा जर्सी नम्बर 21 का खेलाडी यो बललाई निकै बेर निहालेर प्रहार गरेका छन् र पुनः 6 रन दिलाएका छन्। मिट गर्न सक्छ तपाईलाई के लाग्छ? र यो अर्को विकेट डक आउट भएका छन्। त्यहाँका ब्याट्सम्यान पनि मैदान क्रिजमा प्रवेश गरेर पहिलो बलको सामना गर्ने प्रयासमा थिए, तर डक आउट। स्ट्याम्पमा सिधै बलले लाग्न पुगेको छ।
ब्याट्सम्यान मन्द मुस्कानका साथ मैदानबाट बाहिरिएका छन्। यो डकआउटको पीडा सायद उनलाई बाहेक अरू कसलाई योभन्दा बढी होला। टिमका तर्फबाट यो अर्को उत्कृष्ट बलिङ, 3 विकेटको क्षतिमा 61 रन। टिम 10औं ओभरको समाप्तिमा 4 विकेटको क्षतिमा 75 रन जोडेको छ भने 289 रनको विजय लक्ष्य। उत्कृष्ट बलिङ र यो विकेट जर्सी नम्बर 11 का खेलाडी पुनः सही प्रकारको बलिङ। यससँगै ओभरको समाप्ति 15 ओभरको समाप्ति 6 विकेटको क्षतिमा 124 रन। मेक्लाजुङ प्रिमियर लिगको पहिलो दिनको अन्तिम खेलको अन्तिमतिर हामी आइसकेका छौं। पुनः स्वागत छ 18औं ओभरको यो खेलमा र पहिलो बललाई खेल्दै त्यहाँ बलले बाउन्ड्री पार गरेको छ। त्यहाँ सम्भवतः 4 रन। यहाँ पुनः बलिङमा विवेक लेखिएको छ जर्सीमा उनको नाम र यो बललाई भने उत्कृष्ट प्रहार गर्दै निकै माथि पुर्याइदिएका छन्। 18 ओभरको खेल चलिरहँदा राम्रो बल र यहाँ दोस्रो प्रयासमा उत्कृष्ट क्याच गर्दै विकेट किपरले विकेट लिएका छन् र उत्कृष्ट खेलको नमुना जर्सी नम्बर 45 का खेलाडी, जर्सी नम्बर 10 का खेलाडी पेभिलियन फर्किएका छन्। उत्कृष्ट बलिङ। अब भने 3 बल बाँकी। 20 ओभरको समाप्तिमा 172 रन मात्र जोड्न सफल भएको छ। याखेवा क्रिकेट टिमलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ भने याखेवा क्रिकेट क्लब प्रतियोगिताबाट बाहिरिएको छ र यो सँगै आजको सम्पूर्ण खेलहरू सकिएका छन्। हामी केही बेरमा पोस्ट म्याच कन्फरेन्स लिएर यहाँहरुमा आज उपस्थित हुनेछौं। हामीलाई हेर्दै मैदान प्रवेश गर्दाखेरि कस्तो मनसाय लिएर पस्नु भएको थियो? हामी जित हुन्छौं भन्ने मनसायले पस्नु भएको थियो? खेल 50-50 कस्तो महसुस गर्नु भएको थियो? खेल 50-50 नै हुन्छ भन्ने सोचेको थियो र जस खेल हाम्रोतिर पक्षमै थियो, राम्रै भयो। रन रेट अलि धेरै बनाउन सक्यो, त्यसले गर्दा जित हाम्रो नै भयो भनौं न। अब पहिलो खेल त यहाँहरुले जितिसक्नु भएको छ र दोस्रो चरणमा प्रवेश गर्नु भएको छ। आगामी दिनका लागि र यो प्रतियोगिताको उपाधि जित्नको लागि यहाँहरुको रणनीति कस्तो रहनेछ त? रणनीति अब मिलाउनु पर्छ अझै हैन, अझै स्ट्रङ बनाउनु पर्छ हामीले हैन। अब अझै टिम वर्क गर्नु पर्यो। अब भोलि हाम्रो ग्याप छ 1 दिनको, भोलि ग्यापमा हामीले चाहिँ अलिकति टिम मिट गरेर अलिकति यो गर्नेछौं, अलिक स्ट्रङ भएर आउनेछौं अझै। यो प्रतियोगिता आयोजकलाई तपाईको तर्फबाट के सन्देश रहन सक्छ अन्त्यमा? लागि खेल भनिन्छ हैन, यस्तो खेलहरु हरेक ठाउँमा हुनुपर्छ। पहाड जिल्लामा हरेक ठाउँमा हरेक टोल पहाडमा यस्तो खेलहरु राम्रो हुन्छ भन्छ र यस्ता गेमहरु आगामी फेरि पनि गर्नु होला, राम्रो गर्नु होला, यो भन्दा उत्कृष्ट गर्नु होला भन्ने म शुभकामना दिन चाहन्छु। पक्कै पनि यो पहाडी इलाकामा पनि यो खेल आयोजना गरेकोमा आयोजकलाई हामीले पनि धन्यवाद दिनै पर्ने हुन्छ र यो सँगसँगै आजको खेल सकिएको छ र हामी भोलि पुनः यहाँहरुलाई यही मैदानबाट भोलि हुने सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रसारण लिएर उपस्थित हुने बाचा गर्दै हाम्रो सम्पूर्ण प्रत्यक्ष प्रसारणको टिम पनि अब भने बिदा हुन चाहन्छ। हस्त नमस्कार, धन्यवाद।